र मनिषाको नाम पनि उतैबाट बोलाउनुहोस् न। अर्को छ म उहाँलाई मनिषा तिमीसँग मनिषा तिमीसँग उहाँलाई नै झोला राम्रो छैन भित्र सामान धेरै राम्रो छ झोला राम्रो झोला चाहिँ अलिकति छुट्टिहाल्ने खालको छ। त्यसपछि सोनाम गोली यता यो हाम्रो जेबु आउनु पऱ्यो गोडी त्यसपछि रामकुमार घिमिरे रामकुमारको रामबहादुरको दुइटै पठाइदिनु होला। रामबहादुर घले होइन घिमिरे घलेको कोही छैन। तपाईँहरू भोलि पनि आउनुपर्छ है, भोलि पनि आउनुपर्छ। भोलि चाहिँ त्यो बाँकी अरू सबै पनि ल्याइदिनु। लिएपछि थोरै हामीले के गर्छौँ भन्ने थोरै राखेको छ धेरै बेर तपाईँहरूलाई त्यसपछि जाउँ। त्यसपछि हरिबहादुर सितान सिङतान सिङतान झोला काम नलागेको खानदोर्जी सेन्टर सागर श्रेष्ठ धेरै लामो सबैलाई नमस्कार। जनप्रतिनिधिज्यू लगायत सम्पूर्ण उपस्थितलाई नयाँ नेपाल वातावरण संरक्षण मञ्चको तर्फबाट स्वागत गर्छौँ। यो पीडाको समयमा हामीले हाम्रो संस्थाको हैसियत अनुसार जति गर्न सक्थ्यौँ यो केही न केही सहभागिता जनाउँ भनेर यो गऱ्यो। थोरै ढिलो भयो। ढिलो भइसकेपछि पहिला सम्पर्क गर्दा समन्वय गर्ने व्यक्ति यहाँ हाम्रो बुद्धजी त्यो त्यतिखेर सम्पर्क भएन। त्यसपछि तिहार दसैँ लगाइहाल्यो त्यो बिचले गर्दाखेरि समस्या भयो र यतिखेर थोरै हामी सहभागी हौँ भन्ने हो। यो संस्था यहीँ गाउँपालिकामै हाम्रो दर्ता पनि छ। यहाँ उत्तम श्रेष्ठको परिवार आइपुग्नुभयो, उहाँलाई वितरण गरिदिनु। प्रेमलाई दुइटै पठाइदिनु। मैले सकिहालेँ। उत्तम र प्रेमलाल पास। हामीले स्वास्थ्य शिक्षा महिला वातावरण र पर्यटनसँग जोडेर हामीले काम गर्छौँ। महिलाको स्वास्थ्य प्रजनन स्वास्थ्य महिनावारीसँग सम्बन्धित र महिनावारी बन्द हुने अवस्थामा पनि हामीले काम गरेका हुन्छौँ। त्यो अब यहाँ हाम्रो दर्ता प्रोसेसलाई फेरि लगातार अगाडि बढाउनेछौँ। फेरि अरू काम पनि गर्नेछौँ। अब बस्ती स्थानान्तरण र बस्तीलाई व्यवस्थित गर्ने एकीकृत बस्तीको योजना गाउँपालिकाले बनाएर छ त्यो थाप हामीलाई भयो। त्यसपछि त्योसँग जोडिएर जीविकोपार्जनको लागि त्यो त राज्यले गर्ला, बस्ती स्थानान्तरणदेखि लिएर ठुलो संस्थाले गर्ने कुरा होला। हामीले चाहिँ जीविकोपार्जनसँग र यो पर्यटन पर्यावरण यो वातावरणसँग हुने कामहरू गर्न सकिन्छ कि त्यो हामी छलफल गर्छौँ। त्यसमा हामी फेरि भेटौँला र महिला दिदीबहिनीको स्वास्थ्य दुर्व्यसन लागु औषध र कुलतहरूको बारेमा पनि हामी काम गर्छौँ। त्यसमा पनि काम गरौँला। अहिले धेरै लामो कुरा नगरौँ। पीडाको बेलामा जाडोमा यो कम्बल ओढेर परिवारसँग बस्नु सक्नुहुन्छ भन्ने आशा राख्दछु। हस्त धन्यवाद। म नयाँ नेपाल वातावरण संरक्षण मञ्चको अघि परिचय दिन बिर्सेँ। वरिष्ठ उपाध्यक्ष म चाहिँ सचिव परशुराम पाण्डे। म युवराज हस्त धन्यवाद। हाम्रो वडाध्यक्ष उहाँ चाहिँ यहाँ हामी यहाँ महाकालमा हिरामाया स्याङतान र हामी 72 सालको भूकम्पदेखि आइरहेछौँ। हिरामाया स्याङतानको चिन्जान पश्चात भूकम्पको राहत लिएर आएको थियौँ। त्यसपछि रेगुलर हामी आउँछौँ। यहाँ म धेरै पटक आएको छु। बैतडीधाममा गएको थियौँ। आज बेलुका हिजोदेखि यो कसरी बचेछ भनेर हामी छलफल गऱ्यौँ अघि र त्यसपछि निरन्तर हाम्रो बुद्धजीको सम्पर्कमा चाहिँ हेर्छौँ। अघि मानिखेल ठोस्ने खोलाको सबैलाई राहत वितरण गऱ्यौँ र बुखेल हामी ठुला दुरुङ पुग्न नसक्ने भएको भएर 15 घर परिवारको त्यहाँ आएको थियौँ। त्यहाँ पुग्न अलि टाढा भयो, पुग्न नसक्ने प्रत्यक्ष दिउँ भन्ने हो हामीले। अब केही रहेको हाम्रो जनप्रतिनिधि यहाँबाट मार्फत हस्तान्तरण गरेर जानेछौँ। त्यहाँ हस्तान्तरण गरेर जानेछौँ। अरू चाहिँ मानिखेल वितरण गऱ्यौँ। बुखेल र गोलीखेल ठुला दुरुङ छुट्ने भयो। अति पछि गर्न सक्छौँ। हस् धन्यवाद। दुई ठाउँमै लगाइदिनु।
सही गर्छ यो त लिएर जाऊ लिएर जाऊ ल सही गर्छ होइन हस्पिटल नारायण तिमल सिन्हा नारायण तिमल सिन्हा नारायण तिमल सिन्हा हजुर अलि माथिबाट गाडी यता संस्थाको फोटो सहित अलि माथि यस्तो चाहिँ आउँछ वडापालिका अलि माथिबाट यताबाट चाहिँ ल्याउनु म यो मथिको घर हो यो पनि आऊ